यो हाम्रो काम गर्ने ठाउँ गाइस। आज चाहिँ हामीले काम छैन खासै, जवासी गरेर बसिरहेको छौँ होइन त गाइस। काम गर्ने ठाउँ दाजु एकछिन यता आउनु, म बस्छु। Guys, look at this is highway road. Guys, good guys. मेरो आवाज भन्दा त के यो गाडीको आवाज बढी आयो होला गाइस हैन। This is highway road guys. This is highway. Guys. So guys, please सबैजनाले हाम्रो च्यानललाई लाइक, शेयर, सब्सक्राइब, कमेन्ट गरिदिनु होला हैन हेरेर। बाँकी गाइस अब त्यस्तै हो। के भयो दाजु? यो युट्युबको लागि हो रे। सबैजनाले हाम्रो च्यानललाई के गर्ने रे गाइस, सब्सक्राइब, लाइक, कमेन्ट अनि शेयर चाहिँ गर्न नभुल्नु होला गाइस है त। सबैजनाले गाइस, ठिक छ नि गाइस हैन। अवस्था बाटोको अवस्था, मान्छेको अवस्था गाइस गाइस। कता गाई गाई भन्दा गोरु गोरु भनिन्छ।
गाइस हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस। सबैजनासँग हम्बल रिक्वेस्ट छ गाइस, सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस है, सबजनाले। कति राम्रो नानीहरू आइरहन्छ। आइ हाय ओइ होइ, आइ हाय ओइ होइ। सब्सक्राइब गर्नु होला च्यानललाई, लाइक सेयर अनि कमेन्ट पनि गर्न नबिर्सनु होला गाइस है। त्यो प्लास्टिकको डब्बाहरू चाहिँ हस्पिटलबाट रिसाइक्लिङको लागि जाँदैछ गाइसहरू होइन। Don't forget to subscribe our channel. Like, comment, share please. प्रभुलमको अर्को नाम हो तिमी। दाजु क्यामेरामा देखिन्यो किन हो? ल हुन्छ, टेन्सन नगर्नु। तपाईँलाई मस्त नाच्नु आउँदैछ कि होइन? होइन जे भयो नि, हाम्रो गीत मस्त स्पिकरमा बजाएर युट्युबबाट होइन टक्क। जङ्गलमा गएर नि को नाच्नु? ट्याक्कै यहाँ होटलमा नाच्नु, होटलमा नाच्ने जङ्गलमा गएर नि के नाच्नु?
रक्सी नखायो भने देखाउने यताउता खाने मान्छे हो त्यस्तो हो नि हामीले पार्टी गर्दैछौँ भनेर बल्ल के रहेछ आउँछ सही हो यस्तै गर्नुपर्छ अब ल त्यही गर्नुपर्छ है ड्याममा लाएर दाजु र म मिलेर हेर्नुहोस् गाडी चिप्सको गाडी गयो चिप्सको गाडी हो त्यो ठुलो गाडी चिप्सको गाडी यसरी चिप्स बन्छ गाइस हामी बस्ने ठाउँमा घरिघरि चाहिँ भनिराख्नु पऱ्यो गाइज होइन हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब लाइक कमेन्ट अनि सेयर चाहिँ गरेर नबोल्नु होला है गाइज प्लिज सबैजनाले गाइज हामी बसेको ठाउँको मौसम यस्तो छ तपाईँहरू को कता कता हुनुहुन्छ गाइज वातावरण मौसम कस्तो छ सब गाइजहरू भएको ठाउँको हजुरहरू बसेको ठाउँको कृपया कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है गाइजहरू सबैजनाले कमेन्ट गर्नु होला आफू बसेको ठाउँ यो त्यहाँभित्र ऊ लेखेको छ के त्यो गिफ्ट पठाएको हो क्या छोपेर गिफ्ट पठाएको हो कि त्यहाँ छुनु त हो त्यस्तो त्यो गिफ्ट बनाएर पठाइदिएको कि नदेखियोस् भनेर बुझ्नुभयो गिफ्टको बक्समा प्याक भयो नि त त्यो होइन देखिनु भएन गिफ्टको बक्स कसले खोलेर हेर्छ यहाँ के रहेछ त्यही भएर त्यो तरिकाले पठाएको रिफ्युज गरे क्या तपाईँलाई कन्फ्युज गराएको
गाइस थ्याङ्क यू सबैजनालाई